guys, welcome to my vlog video. आज चाहिँ हामी सानमम्मी र म चाहिँ हाम्रो कान्छी सानमम्मीकोमा जाँदैछौँ। कफी देखाइदिनु तपाईको। रोमानियामा चाहिँ एकदम चिसो भएको कारणले म चाहिँ कफी खाँदैछु। रातिको 8 बजेको छ हैन, 8:30 भयो। यता आएको छौँ, चर्चमा एकदम रमाइलो भयो। हामी चाहिँ अहिले गारादे नर्जमा छौँ, एकदम चिसो छ। नाच्दिनु सानमम्मी। अब हामी ट्रेनमा भेटौँला। Okay. Bye bye. Bye bye. It is 3:40 and we are here at Bacau. बकाउमा यहाँ चाहिँ हाम्रो 2 घन्टाको ट्रान्जिट छ। अनि त्यहाँबाट हामी फेरि अर्को ट्रेन चढ्नेछौँ। हामी चढेर आएको ट्रेन चाहिँ यो हो। भित्र चाहिँ हामी थाकेर सुतेर भिडियो बनाउन पाएन। अब नेक्स्ट ट्रेनमा we will capture some pictures. Hey guys, अहिले चाहिँ बिहानको 7 बजेको छ। अनि हामी चाहिँ सानमम्मीकोमा जाँदा जाँदै ट्रेन अड्केको छ। ट्रेनै ग्यारा ग्यारा गरेर थोत्रो ट्रेन कति वर्ष अगाडिको -7 डिग्री छ। नाक आउनुहोस् जरु जरु मुझे घर जाना है वैसे my god यति जाडो छ कि आम्मामा। जाडो छ कि आम्मामा। उयो बाजेले हामीलाई लिफ्ट दिने रे, त्यही भएर हामी त्यो थोत्रो ट्रेनलाई छोडेर जाँदैछौँ अब कारमा। लेट्स सी कति बजी पुगिन्छ सानमम्मीकोमा। यस्तो वाट अ नाइस ट्रिप। हात फ्रिज भइसक्यो। रमाइलो गर्न आएको, भेटघाट गर्न आएको, बेडमा सुत्या सुत्यो हुने भयो जस्तो। नाक पनि बगिसक्यो। नाक पनि we are here शपिङ सिटी अगाडि। हामी चाहिँ वेट गरिरहेछौँ हाम्रो सानमम्मीको। सिनेमा सिटी कति राम्रो भ्यू हो के पछाडि हेर्नु। कति रमाइलो ठाउँ, तर चिसोले धेरै धेरै खुसी लाग्यो। त्यत्रो कष्टदायक यात्रामा लास्टमा फाइनल्ली भेटेपछि खुसी लाग्यो। हेर्नु न कति ह्यान्डसम भएको तपाईँ त। मोटाउनु भएछ होइन? म त त्यहाँबाट आएको भन्दा त कति 10-12 किलो मोटाइसकेँ नि। फाइनली आफ्नो बहिनीलाई भेट्दा तपाईँ के भन्न चाहनुहुन्छ? म एकदमै खुसी छु। जाडो भएर मर्न नि तयार भनेर मर्न नि तयार कसरी पुग्यो भनेर यहाँ ट्रेन पुगेर फेरि
हामी चाहिँ आइसकेको छौँ घर। अब गएर तातो तातो त के खाने हो। तपाईँ के भन्न चाहनुहुन्छ? भनेको त चाबी खोल्न खतार। ओहो कति राम्रो देखेको मलाई है। गफा नआउँदैन राम्रो छ भ्यू। घर आइपुग्यौँ। खोइ कता जुत्ता खोल्नु हुन्छ। जुत्ता खोलेर आउँछु म। आहा कति राम्रो बनाएको रुम। गोरो मान्छेहरूको ट्याक्कै देख्छ क्या यहाँ रातो। हामी कालो मान्छेहरूको त आउँदैन है। नाकमा मात्र रातो। ओहो सन्डेदी मोटाएर म। तपाईँ के भन्न चाहनुहुन्छ? रातभरि निन्द्रा लागेन? दिदी र नानी आउनु भनेर रातभरि निन्द्रा नलागेर गाइस भन्नु। अहिले हामी आइपुग्यौँ गाइस। बाई बाई। हामी यो भ्लग यही एन्ड गर्छौँ। अब एकैचोटि बेड